सबैजनालाई नमस्ते। म नितिश ओसाका जापानबाट। आजको यस भिडियोमा हामी जापानमा काम गर्न चाहने हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि चाहिने मेन तीनवटा इम्पोर्टेन्ट भिजाहरूको बारेमा सिम्पल अनि सरल तरिकाले एक्सप्लेन गर्नेछु। भिजाका विभिन्न प्रकार हुनुका साथसाथै सबैभन्दा मेन इम्पोर्टेन्ट भनेका तीनटा हुन्छन्। तीमध्ये एसएसडब्ल्यू टाइप 1, एसएसडब्ल्यू टाइप 2 र इन्जिनियर स्पेसियलिस्ट भिजा भन्ने हुन्छ। यस तीनवटा भिजाका बारेमा हामी यस भिडियोमा आज एक्सप्लेन गर्नेछौँ है त। फर्स्टमा चाहिँ मैले राखेको छु एसएसडब्ल्यू टाइप 1। एसएसडब्ल्यू टाइप 1 भनेको स्पेसियलिस्ट स्किल्ड वर्कर हो। यस भिजा चाहिँ बेसिक स्किल भएका नेपालीहरूको लागि काम पाउने भिजा हो। सबैभन्दा धेरै नेपालीहरू यस जापानमा यही भिजामा रहनु भएको छ र नेपालबाट आउने प्रयास पनि यही भिजाको लागि गरिरहनु भएको छ है त। यस भिजामा चाहिँ हजुरहरूले म्याक्सिमम 5 वर्षको जापानमा बस्ने अनुमति पाउनुहुन्छ। यस भिजामा 12वटा इन्डस्ट्रीहरू पर्छन्, जसमध्ये केयर गिभर, एग्रिकल्चर, फुड फ्याक्ट्री, मरिन, अटोमोबाइल रिपेयर, एभिएसन, मेसिन पार्ट्स, क्लिनिङ, कन्स्ट्रक्सन जस्ता इन्डस्ट्रीहरू पर्छन्। भनेपछि धेरै साथीहरू हाम्रो जापानमा बसिरहनुभएका साथीहरू चाहिँ केयर गिभर, फुड फ्याक्ट्री जस्ता इन्डस्ट्रीहरूमा चाहिँ आबद्ध हुनुहुन्छ है त। यसको रिक्वायरमेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ दुईवटा एक्जाम पास गर्नुपर्ने हुन्छ। एउटा चाहिँ जेएलपिटी यान4 भन्ने हुन्छ, जापानिज ल्याङ्ग्वेज टेस्ट भन्ने हुन्छ, र अर्को जेएफटी भन्ने हुन्छ। अनि अर्को रिक्वायरमेन्ट चाहिँ यसको आफ्नो इन्डस्ट्री अनुसार चाहिँ यसको स्किल टेस्ट पनि फरक हुने गर्छ है त। यसको लिमिटेसन पनि छ। यसको लिमिटेसन चाहिँ के हो भनेपछि हजुरहरूले फ्यामिली ल्याउन पाउनुहुन्न र यसमा म्याक्सिमम हजुर चाहिँ 5 वर्ष पाउनुहुन्छ। 5 वर्ष भन्दा पछि एक्सटेन्ड गर्न पर्यो भने हजुरले एसएसडब्ल्यू टाइप 2 मा चाहिँ हजुर जानुपर्ने हुन्छ है त। यो थियो आजको एसएसडब्ल्यू टाइप 1 को बारेमा एक्सप्लेनेसन है त। अब कुरा गरौँ एसएसडब्ल्यू टाइप 2 भिजाको बारेमा। यो भिजा चाहिँ एडभान्स्ड स्किल वर्करहरूको लागि हो। यो भिजामा चाहिँ स्टे अनलिमिटेड हुन्छ, जसको मतलब कि हजुरहरू जापानमा लङ टर्म बस्न सक्नुहुन्छ है त। यो भिजाको इन्डस्ट्री चाहिँ अहिले दुईवटा सेक्टर मात्रै छ। एउटा चाहिँ मरिन अथवा सिप बिल्डिङ फ्याक्ट्री इन्डस्ट्री अथवा फ्याक्ट्री भनौँ, अनि अर्को चाहिँ कन्स्ट्रक्सन बिल्डिङ अथवा कन्स्ट्रक्सन टाइपकै सेक्टर भयो है त। अनि यसको बेनिफिट्सहरू के हुन सक्छन् त भन्दाखेरि यसको बेनिफिट्सको मेन बेनिफिट्स चाहिँ हजुरको के हो भनेपछि हजुरले फ्यामिली ल्याउन सक्नुहुन्छ। यसका टन्ने बेनिफिट्सहरू मध्येको एउटा बेनिफिट्स चाहिँ त्यो भनेपछि हजुरहरूको अरू टन्ने बेनिफिट्सहरू मध्ये चाहिँ हजुरहरूको लागि पिआरको बाटो खुल्छ। अनि हजुरहरूले भिजा चाहिँ रिन्यू चाहिँ आनन्दले जतिपटक अनलिमिटेडली गर्न सक्नुहुन्छ। त्यसको लागि कुनै टेन्सन लिनु पर्दैन र नर्मल्ली स्यालेरी चाहिँ एसएसडब्ल्यू टाइप 1 को भन्दा टाइप 2 को चाहिँ एकदमै हाई हुन्छ है त। अनि हामीले यो एसएसडब्ल्यू टाइप 2 भिजा चाहिँ कसरी पाउन सक्छौँ त? त्यसको लागि हजुरले एडभान्स्ड स्किल टेस्ट चाहिँ पास गर्नै पर्ने हुन्छ र हजुर एसएसडब्ल्यू टाइप 1 भिजामा चाहिँ काम गरिसकेको हुनुपर्छ है त। ल, अब हामी एसएसडब्ल्यू टाइप 1 र टाइप 2 को बारेमा कुरा गरिसकेपछि अब हामी थर्ड फेजमा जाउँ। अब हामी थर्ड फेजको भिजाको कुरा गर्ने हो भनेपछि इन्जिनियर स्पेसियलिस्ट इन ह्युम्यानिटी र इन्टरनेसनल सर्भिसेस गरेर यो तीनटैलाई एउटै भिजामा राख्ने गर्छ। जापानिजमा चाहिँ गिजिनकोकु भिजा भन्छ। यो भिजा चाहिँ एकदमै पपुलर र स्पेसियल भिजा हो, इन्जिनियर र स्पेसियलिस्ट भिजाको नाममा। यो भिजा चाहिँ आइटी, अफिस जब, सेल्स, मार्केटिङ, डिजाइन, एनिमेटर र इन्टरनेसनल सर्भिसेस जस्ता प्रोफेसनल जबको लागि चाहिँ यो भिजा हो। यो भिजाका इक्जाम्पलहरू, यो भिजाबाट पाउने जबका इक्जाम्पलहरूको कुरा गर्ने हो भनेपछि आइटी इन्जिनियर, वेब डेभलपर, वेब डिजाइनर, सेल्स, अफिस जब, एनिमेटर, इन्टरनेसनल सर्भिसेस जस्ता पदहरूमा जस्ता कामहरू चाहिँ यस भिजाबाट हामीले पाउन सक्छौँ है त। यो भिजामा चाहिँ अप्लाई कसले गर्न पाउनुहुन्छ त? यो भिजामा अप्लाई गर्नको लागि हजुरहरूले ब्याचलर डिग्री पास गरेकै हुनुपर्छ अथवा माथि भनिएका इक्जाम्पलहरूको जबहरूमा चाहिँ हजुरको 10 इयर्स एक्सपिरियन्स हुनुपर्छ है त। यो जबबाट हामीले पाउने बेनिफिट्सहरू के हुन सक्छन् त? यस भिजाबाट पाउने जब बेनिफिट्सहरू चाहिँ टन्नै हुन्छन्। फर्स्टली चाहिँ त्यही हो, हजुरले फ्यामिली ल्याउन पाउनुहुन्छ।
सेकेन्डली हजुरहरूले पिआरको बाटो खुल्छ अथवा पछि फ्युचरमा पिआर अप्लाई गर्न सक्नुहुन्छ। यस भिजामा 1 वर्ष, 3 वर्ष र 5 वर्ष गरेर 3वटा वर्षको भिजा कन्टिन्युसली हामीले पाइरहन सक्छौँ र पछि भिजा रिन्यू गर्ने बेला चाहिँ अनलिमिटेडली नै रिन्यू गर्न सक्छौँ। यस भिजामा अरू पनि टन्नै फेसिलिटिजहरू छन् जसले गर्दाखेरि हजुरको लाइफ चाहिँ जापानमा एकदमै स्टेबल हुन्छ। यस भिजालाई त्यही भएर जापानमा लङ लाइफ रियल भिजा भन्छ, किनकि यस भिजाले हजुरको जापानमा लाइफ स्टेबल, फ्यामिली सपोर्ट र फ्युचर सेक्युरिटी जस्ता कुराले गर्दाखेरि चाहिँ हजुरको लागि यो भिजा चाहिँ बेस्ट हुनसक्छ है त। अब हजुरहरूको लागि कुन भिजा चाहिँ राम्रो हुनसक्छ त हजुरको फ्युचरको लागि? यदि हजुरहरू चाँडै जापान +2 सक्ने बित्तिकै चाँडै जापान आउन चाहनुहुन्छ भनेपछि हजुरहरूको लागि SSW टाइप 1 हुनसक्छ, अथवा हजुर डाइरेक्टली स्टुडेन्ट भिजामा पनि जापान आउन सक्नुहुन्छ होइन। हजुरहरूले यदि फ्यामिली र फ्युचर सोचिराख्नु भएको छ भनेपछि हजुरहरूको लागि SSW टाइप 2 पनि बेस्ट हुनसक्छ। यदि त्यो पनि भएन भनेपछि हजुरहरूले आफ्नो राम्रो करियर, राम्रो पिआर, राम्रो स्यालेरीको खोजीमा हुनुहुन्छ भनेपछि हजुरहरूको लागि इन्जिनियर अथवा स्पेसलिस्ट भिजा चाहिँ हजुरहरूको लागि बेस्ट हुनसक्छ है त। आजको यस भिडियोमा SSW भिजा टाइप 1, टाइप 2 र गिजेन्कोको भिजा इन्जिनियर स्पेसलिस्ट भिजाको बारेमा सम्पूर्ण ज्ञान सरल तरिकाले भने जस्तो लाग्छ। यदि हजुरहरूलाई कुनै पनि डाउट छ भनेपछि SSW को भिजाको बारेमा, अरू कुनै भिजाको बारेमा, जापानमा लाइफको बारेमा अथवा कुनै पनि कुराको बारेमा डाउट छ, केही कुरा सोध्न मन लाग्यो भनेपछि तल कमेन्ट गर्न सक्नुहुन्छ। अर्को भिडियो म चाँडै लिएर आउने नै छु। त्यति बेलासम्मको लागि म नितिश ओसाकाबाट बिदा हुन चाहन्छु। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। धन्यवाद।